उडायो हावाले यो मन उडायो हावाले कस्तो शीतल हावाले छ। हेलो नमस्ते मेरो सम्पूर्ण फ्यामिली, हजुर सम्पूर्णलाई स्वागत छ प्यास फ्यामिलीको ब्लगमा। सबैजना आरामै हुनुहुन्छ, म पनि आरामै छु। तर आरामै भए पनि बिहानदेखि ब्लग गरेन, बेलुका पख बल्ल ब्लग गर्दैछु किनकि मस्त हावा खाँदैछु, आनन्द फिलिङ भइरहेछ। आया के भन्छ अरे दिनभरि त यस्तो पोल्नी आएको थियो कि पोल्नी आगो राको थियो, अनि अहिले चाहिँ पानी सुरसुर पानी परेको एकछिन, तर छत नि भिजेन, अलिअलि मात्रै भिज्यो। अनि अहिले चाहिँ कस्तो मजाको हावा चलिरहेको थियो, म चाहिँ छतमा आएर बसेको, कस्तो शीतल भएको छ। बाबुलाई भर्खर होमवर्कमा गराएर भ्याएर आएको म चाहिँ छतमा, अनि निस्केको त अब खाना बनाउनु पऱ्यो भनेको त यस्तो मिठो हावा चलेको कि माथि, अनि तेरोमा यहीँ बस्न मन लाग्यो, यता मात्रै हावा चल्यो। वाउ, यो फुल चाहिँ अहिले घामले गर्दाखेरि नि होला कि होइन फुल्ने अनि एकैछिनमा मरिहाल्ने त्यस्तो भएको छ। नत्र त यो फुल फुलेर यो पुरै एकैचोटि फुलेर यस्तो एकछिन बसिहाल्छ कति राम्रो हुन्थ्यो कि, यस्तो राम्रो हुन्थ्यो कि, तर के गर्नु अहिले च्यास्ट्याक्क परेछ। अनि त्यही हो, कस्तो मजाको हावा चल्यो। हेर्नु यहाँ आन्टीको, छिमेकी आन्टीको के भन्छ बोडी, तर मलाई मन पर्दैन, के गर्नु। बोडी हेर्नु यस्तो मजाको फले त बल्ल रङ लाउँछ नि, रोप्ने होइन। हाम्रो त के हो अहिले शीतलमा यतिको शीतल दिन गऱ्यो भने त यो फुलहरू सबै उखालेर यो गरेर एक घन्टामा सार्ने भनेको, तर दिउँसो चर्को घाम हुन्छ। अब अहिले फेरि अब खाना बनाउने टाइम हुन्छ, के हुन्छ कसो हुन्छ, अनि त्यसपछि भ्याइले भएन। अनि यो टमाटरहरू पनि पुरै फालेर, यो टमाटरहरू पुरै फालेर, अनि त्यसपछि यो फुलहरू पनि कोही कोही फालेर, अनि यो पनि कोही कोही फालेर एउटा गमलामा लगाइदिने। अनि त्यसपछि यो पाती फुल त मतलब गोदावरी फुल त उसमा काम लाग्छ नि दसैँ तिहारमा, त्यो एक घन्टा गरेर गमलामा लगाइदिनु भनेको। दिउँसो घाम हुन्छ, के गर्नु, त्यस्तै छ हालत मान्छेको। अनि त्यही हो साथीहरू, ब्लग त सुरु गरेँ, खै के हुन्छ थाहा छैन। अब भर्खरै ब्लग सुरु गरेपछि के भन्नु र खै यो फुललाई हजुरहरूले के भन्नुहुन्छ भन्नु त। यो चाहिँ हामीले 12 बजे फुल भन्छौँ होइन, 12 बजे तन्तल पुरै घाममा चाहिँ मजाको फक्दिन्छ फुल, यति ठुलो हुन्छ। अनि अहिले चाहिँ च्याम्स्याक्क पर्छ, तर झाडिन्न होइन। कस्तो मजाले फुल्छ कि दिउँसो 12 बजे फेरि फ्वाक्क भएर यति ठुलो देखिन्छ। अहिले चाहिँ यस्तो छ। सरर मेरो सिन्धुनी गएछ। अघि मुख धोएकै, स्कुटीबाट आएपछि मुख धोएर सुतेको, कस्तो पोल्ने थियो क्या। आज झन् सनब्लक लाउन नि बिर्सेछु, स्कुटीमा जाँदाखेरि यस्तो पोले थियो कि कुरा गरिसाक्दिनँ क्या। दिउँसो त के कुरा गर्ने, घाम भन्दा नि कति वाक्क दिक्क लाग्यो, एउटै कुरा भन्दो रहेछ भन्नु होला, तर घामै त्यस्तै खाँदा के गर्नु। अनि यो नङ चाहिँ यो अघि ठोसेर यति साह्रो दुख्यो कि दिदीले भन्थ्यो क्या, चुस्सो कतै ठोक्यो भने यस्तो दुख्छ कि भनेको थियो। यो नङ चाहिँ अघि मैले झ्याल बन्द गर्छु भन्दाखेरि क्या पानी परेको थियो, अनि छर्के हावा चलेको थियो, अनि त्यही भएर मैले चाहिँ कोठामा पानी पर्छ भनेर चाहिँ मैले झ्याल बन्द गर्न खोजेँ, त्यही ठोस ठोकेको त रना परेँ म यो नङ। तर राम्रो देखियो नि, अझै पनि केही भएन। 1 महिना बनाउँछु भनिसकेर कस्तो हुन्छ। दिदीले आइज म फेरि अर्को हातमा नि हाल्छु भन्थ्यो, अनि भनेको थियो, तर म चाहिँ भो फेरि काम गर्न मिल्दैन। काम गर्न मिल्दैन भनेर म चाहिँ गएन। अनि यसलाई नै पातलो बनाइदिने, अलि पातलो, हेर्नु कति बाक्लो छ, तर ठिकै छ होइन। अरू पनि यस्तो देखेको छु। ओए पानी परो के अरे ठिकै छ, तर अलिकति टिखो बनाएपछि यसरी बनाउन सजिलो हुन्छ नि त। अनि त्यही भएर तिखा देलास है भनेको हुन्छ भन्ने छ। एक दिन टी खान जान्छु म।
एक्कासी हुरेर पर पानी हेर्नु न यो कस्तो राम्रो भएको छ अहिले 5वटा पात पहिला 3टा के गरेर फेरि अहिले चाहिँ यस्तो राम्रो भएको छ यो भर्खरै पडङ गरे पानी पर्यो तर भर्खरै फेरि चपचाप चुप्रुक्कै छत मात्रै भिजाउन आएको रहेछ तर शीतल भएको छ कति आनन्द यस्तो शीतल भए त हुन्छ नि के गर्नु फेरि किचनभित्र जाने बित्तिकै आगो तापे जस्तो हुन्छ भित्र बाहिर गर्दैछु म चाहिँ अब पकाउने हो अभि एकछिन चिसो हौँ अनि त्यसपछि गएर पकाऊँ अँध्यारोको बादलले पनि देखिँदैछ त यहाँ त अचम्मै भाउ त अनि हाम्रो आजको खानामा छ बोकाको मासु पूजाको प्रसाद चितवनदेखि आएको प्रसाद अलिक गुहरे पछि स्यारोनलाई यो बुढाको मम्मीले यति दुःख गरेर पठाइदिनु भएको बिचरा यति दुःख त गर्नु पर्ने थिएन गरे मम्मी जानुभएको थियो हुन खानुभएको थियो भइहाल्यो यो मासु उसको बुढाको कति पाउन आउनुभएको थियो होला त्यही पनि हाम्रो लागि छुट्टाएर पठाउनु भएको ठुलो मम्मीले यति भाती दुःख गर्नु त पर्नु थिएन कि के गर्नु पठाइदिइहाल्नु भयो धन्यवाद थ्याङ्क यू सो मच ठुलो मम्मी अरू भन्दाखेरि मलाई सेलरोटी पठाउँदाखेरि रिस उठ्दै थियो क्या मतलब मम्मीलाई मन नलिएर आउने म सेलरोटी भनेको थिएँ अनि फेरि सेलरोटी लिएर आउनु छ कति गाह्रो हुन्छ नि बनाउन चितवनमा पनि यति यहाँको त यस्तो तातो छ भने चाहिँ त्यो चितवनको पनि कति घाम हुन्थ्यो मैले चाहिँ मम्मीलाई ठुलो मम्मीलाई गाह्रो हुन्छ भने सेलरोटी नलिएर आउने मम्मी ठुलो मम्मीलाई नबनाउन भन्नु भनेको त लिएर आउनु अगाडि ठुलो मम्मीले बनाउनुहुन्छ भने कि के अरे मैले नि नबनाएर त बनाइ चाहिँ भन्नुहुन्थ्यो मम्मीले कति धेरै सेलरोटी लिएर आउनुभयो फेरि कति गाह्रो हुन्छ नि होइन आगोमा पकाउनुहरू यस्तो घाम छ त्यसै त अनि सेलरोटी बनाउदाखेरि कति टाइम लाग्छ कति घाम हुन्छ होइन लिएर नलिएर आउनु भनेको त लिनु भयो अरे अब बनाइदिइसक्नु भएको ठुलो मम्मीले बनाएपछि लिनु पऱ्यो फेरि होइन तर अबदेखि ठुलो मम्मी नबनाउनु होला हजुरले नि हामीले बनाउनु नमत के ठुलो मम्मीले बनाइदिनुहुन्छ अबदेखि पठाउनुहुन्छ अनिदेखि चाहिँ आफूलाई फेरि नबनाइकन जान अप्ठ्यारो लाउँछ अनि त्यही भएर बनाउनु पऱ्यो सेलरोटीको चलन त अब हटाए हुन्छ त्यही चापाकोमा बनाउने अलिपछि त नबनाइ हुन्छ पऱ्यो के गर्नु चलनै त्यस्तै छ ठुलो मम्मीले बनाउनुहुन्छ अनि कति धम हुन्छ गाह्रो हुन्छ गर्मी हुन्छ अरूभन्दा नि फेरि बिग्रिन्छ भनेर होला कति मिहिनेत गरेर पठाउनु भएको क्या पहिला उसिनेर अनि फेरि फ्राई गरेर तेलमा बेसार हालेर फ्राई गरेर पठाइदिनु भयो यस्तो गरेर अनि कति गाह्रो हुन्छ अब अझ यत्तिकै एक छाक छ यो चाहिँ अब धेरै हुन्छ भनेर अनि त्यसपछि अझ एक छाक राखेको छौँ फ्रिजमा अनि मामाहरू पनि जानुभएको मात्रै अनि ठुलो मामा कान्छा मामाको भाग अनि मेरो भाग पठाइदिनु भएको बिचरा कुकरमा सिटी लानु भएको यो मासु चाहिँ धेरै पकाउनु पर्दैन अलरेडी पकाएर पठाउनुपर्छ मैले चाहिँ अलिअलि भुटेर अनि मसलाहरू हालेर पनि तेल खाँदै एकछिन अब टमाटर गल्ला दिन्छु अनि सिटी लगाइदिनु अनि कुखुराको चाहिँ भुटिँदैछ अरू चाहिँ 9 बज्न लाग्यो अनि खानासाना खाएर सब भ्याएर हामीहरू चाहिँ अब फेरि घुम्नको लागि जान लाग्यो खाना पचाउनको लागि हावा खानको लागि यसलाई के वाक भन्छ नाइट वाक त भन्दैन होला सायद खै के भन्छ थाहा छैन मलाई त्यही वाकमा जान लाग्यो मम्मी म पल्ला घरे आन्टी जान लाग्यो आन्टीहरू मम्मीहरू त गइराख्नुहुन्छ प्रायः जस्तो जानुहुन्छ म चाहिँ कहिले कसो मुड आएपछि जान्छु कहिले कसो जान्छु म चाहिँ अनि आज चाहिँ जानु पऱ्यो भन्दै हिँडेको हो म पनि जाने हो मम्मीले पुज्दै हुनुहुन्छ मम्मी पनि जाने हो यस्तो
धेरै छ डर लाग्नु पछाडि त आएर केले हाल्छ जस्तो अझ 9:30 भयो अनि हामीहरू चाहिँ घुमेर आयौँ अनि एकैछिन बाहिर पनि बस्यौँ कति मजाको हावा चलेको बाहिर अनि त्यसपछि अब सुत्नु पर्यो नि होइन त्यही साथीहरू अब चाहिँ यो ब्लगलाई त ब्लगलाई यहीँ इन्ड गर्न चाहन्छु फेरि अर्को ब्लगमा भेट हुने नै छ त्यति जेलसम्म नयाँ साथीले सब्सक्राइब गरिदिनु हुनेछ भन्ने आशाको साथमा बिदा हुन्छु फेरि अर्को ब्लगमा बाई बाई टेक केयर गुड नाइट